एउटा दुर्लभ संयोग चाहिँ मैले हेरेँ आज। विभिन्न क्षेत्रका जुन दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ, व्यापारका क्षेत्रका होस् अथवा राजनीतिको क्षेत्रका होस् अथवा जुनसुकै व्यक्तिले चाहिँ अत्यन्तै प्रतिष्ठा प्राप्त गरेको होस्, एउटा यस्तो ग्रह जुन चाहिँ मजबुत हुनै पर्यो त्यो प्राप्तिको लागि, त्यो ग्रह चाहिँ सूर्य हो। यदि हजुरको कुण्डलीमा चाहिँ सूर्य राम्रो अवस्थामा छ भने पछाडि हेर्नु पर्दैन। मान्छेले चाहिँ निरन्तर जीवनमा सफलता प्राप्ति गर्ने हो, निरन्तर प्रख्याति प्राप्त गर्ने हो। अनि यदि सूर्य कमजोर छ भने यसले चाहिँ स्ट्रगल गराउँछ मान्छेलाई। जीवनमा सबै कुरा प्राप्त गर्न एकदमै गाह्रो भइहाल्छ, बनिराखेको काम पनि बिग्रिने र मान्छे चाहिँ पिक पोइन्टमा गएर पनि त्यो चाहिँ सफलता, त्यो स्तरको सफलता चाहिँ अब हुन्छ नि, भन्छ मान्छेले, "गुरुजी म त कर्म गरेर सबै प्राप्त गरिहाल्छु।" तर त्यसो हुँदैन। कर्म जतिसुकै गरे पनि भाग्य पक्ष पनि प्रबल हुनै पर्यो त्यो प्राप्तिको गर्नको।